नमस्ते। कहिल्यै आकाशतिर हेर्दा सोच्नु भएको छ यो रङहरू कसरी फेरिन्छन्? कि यो सिर्फ विज्ञान मात्र हो वा यसको पछाडि कुनै गहिरो कथा पनि छ? आज हामी एउटा यस्तै पुरानो हिन्दू मान्यताको रहस्य खोल्नेछौँ जसले दिनको हरेक रङलाई 10 शक्तिशाली देवीहरू अर्थात् 10 महाविद्यासँग जोड्दछ। यो केवल समयको गति मात्रै होइन, यो त हाम्रो वरिपरि हरेक क्षण प्रकट हुने एउटा दिव्य कला हो। ल, यही प्रश्नबाट सुरु गरौँ न त। बिहानको त्यो सुनौलो किरण, दिउँसोको चर्को प्रकाश अनि साँझको त्यो नरम रङ्गहरू, आखिर यिनीहरू पछाडि के होला? स्रोत सामग्रीका अनुसार यो केवल सूर्यको कोण परिवर्तनले मात्रै हुने कुरा होइन, बरु यो त एक ब्रह्माण्डीय नाटक हो जुन हरेक दिन हाम्रो आँखा अगाडि मञ्चन भइरहेको हुन्छ। अब यो ब्रह्माण्डीय नाटकको केन्द्रमा हुनुहुन्छ 10 महाविद्या। र उहाँहरू भनौँ न साधारण देवीहरू जस्तो होइनन्। उहाँहरू त आदिशक्ति सती देवीका ती 10 महान स्वरूपहरू हुनुहुन्छ जसमध्ये प्रत्येकले ब्रह्माण्डको सृष्टि, स्थिति र संहारको एक अद्वितीय शक्ति र ज्ञानलाई धारण गर्नुहुन्छ। ओहो, यही कुराले नै आजको हाम्रो पुरै चर्चालाई एउटा आधार दिन्छ। कथा अनुसार जब सती देवीले भगवान शिवलाई आफ्नो वास्तविक शक्ति देखाउनुभयो, उहाँले एकै पटक 10 दिशामा आफ्ना 10 भयानक र सुन्दर स्वरूपहरू प्रकट गर्नुभयो। त्यो त ब्रह्माण्डीय शक्तिको एउटा विस्फोट नै थियो र ती शक्तिहरूमध्ये सबसे अद्भुत थियो हाम्रो दैनिक चक्रलाई परिभाषित गर्ने प्राकृतिक रङहरूमाथिको नियन्त्रण। ल, अब सुरु गरौँ हाम्रो यात्रा। र यो यात्रा सुरु हुन्छ रातको सबैभन्दा गहिरो अन्धकारबाट। सबैभन्दा पहिले हाम्रो दिनको चक्र सुरु हुन्छ मध्यरातको त्यो कालो रङ्गबाट, र यो अन्धकारलाई शासन गर्नुहुन्छ पहिलो महाविद्या काली, जो समय र रूपान्तरणकी देवी हुनुहुन्छ। तर यो कालो रङ्ग भनेको शून्यता वा खालीपन चाहिँ होइन है, यो त अनन्त सम्भावनाको प्रतीक हो। त्यो गर्व हो जहाँबाट सम्पूर्ण सृष्टि जन्मन्छ। स्रोत अनुसार कालीले आफ्नो गाजल जस्तो कालो बर्णेले मध्यरातको त्यो पूर्ण अन्धकारलाई नियन्त्रण गर्नुहुन्छ र हो यहीँबाट दिनको रङचक्रको पहिलो धागो बुनिन सुरु हुन्छ। अब जब मध्यरातको त्यो कालो रङ बिस्तारै बिस्तारै पातलिँदै जान्छ, आकाशमा एउटा पहिलो रङ देखिन थाल्छ, गहिरो नीलो। र यो हो देवी ताराको क्षेत्र, जो पथ प्रदर्शक र उद्धारकर्ता मानिनुहुन्छ। यो नीलो रङ यो केवल एउटा रङ मात्रै होइन, यो त एउटा ब्रह्माण्डीय सङ्क्रमण हो, एउटा बदलाव हो। देवी ताराले बिहान हुनु अघिको त्यो गहिरो शान्त नीलो रङलाई नियन्त्रण गर्नुहुन्छ, जसले रातको अन्त्य र आउँदै गरेको दिनको पहिलो सङ्केत दिन्छ। यो अन्धकारबाट उज्यालोतर्फको पहिलो पाइला हो। र त्यसपछि सूर्यको आगमन हुन्छ, तर च्याप्पै होइन, बरु यो त सौन्दर्य र पूर्णताकी देवी षोडशीले ल्याउनुहुने एउटा सुन्दर सुनौलो प्रकाशको रूपमा आउँछ। एकछिन कल्पना गरौँ त, त्यो सुनौलो किरण पहिले हिमालको चुचुरामा पर्छ अनि बिस्तारै तल झर्दै पुरै संसारलाई उज्यालो बनाउँछ। हो, षोडशीले सूर्योदयको यही आशावादी र सुन्दर रङलाई नियन्त्रण गर्नुहुन्छ, जसले दिनको वास्तविक सुरुवातलाई देखाउँछ। ल, सूर्योदय भइसक्यो, अब दिन आफ्नो उत्कर्षतिर लाग्छ। यो त्यो समय हो जब प्रकाश र जीवन दुवै सबैभन्दा तीव्र हुन्छन्। यो चरणलाई 4 शक्तिशाली देवीहरूले एकपछि अर्को गर्दै शासन गर्नुहुन्छ, जसले हामीलाई बिहानको शीतल हरियालीबाट दिउँसोको प्रचण्ड गर्मी र धुलोसम्म लैजानुहुन्छ। यहाँ हेर्नुहोस् त, यो चार्टले दिनको रङ कसरी तीव्र हुँदै जान्छ भन्ने कुरा कति राम्ररी देखाउँछ। बिहान 7 देखि 9 बजेसम्म देवी भुवनेश्वरी, जो भौतिक संसारकी रानी हुनुहुन्छ, उहाँले प्रकृतिको त्यो जीवनदायी हरियो रङ्गलाई प्रकट गर्नुहुन्छ। तर जब सूर्यको ताप बढ्दै जान्छ, 10 देखि 12 बजेको बीचमा प्रचण्ड देवी भैरवीले आकाशमा चम्किलो रातो रङ्ग छर्नुहुन्छ, जसले सूर्यको बढ्दो शक्ति र ऊर्जालाई जनाउँछ। अब आउँछ दिनको सबैभन्दा नाटकीय मोड। मध्याह 12 देखि 2 बजेको बीचमा प्रचण्ड देवी छिन्नमस्ताले सूर्यको प्रकाशलाई रक्तवर्ण रातो बनाउनुहुन्छ, यति तीव्र कि मानव आकाशमा रगत नै छरिएको छ। यो जीवन शक्तिको चरमोत्कर्ष हो। तर त्यसको ठिक पछि 2 देखि 4 बजेको बीचमा देवी धुमावतीले शासन गर्नुहुन्छ। उहाँले दिउँसोको त्यो उजाड धुलोले भरिएको वातावरण सृजना गर्नुहुन्छ, जसले दिनको ऊर्जा घट्दै गएको र एक प्रकारको शून्यता आएको सङ्केत दिन्छ। यो तीव्रताबाट विश्रामतर्फको सङ्क्रमण हो। ल, दिनको त्यो चर्को राप अब सक्यो। अब हामी दिनको अन्तिम चरणमा प्रवेश गर्दैछौँ, जहाँ साँझका कोमल रङ्गहरूले
आकाशलाई सजाउँछन्। यो तालिकामा हेर्दा साँझको रङ कसरी बिस्तारै बदलिन्छ भन्ने कुरा छर्लङ्ग हुन्छ, जसलाई 3 देवीहरूले मार्गदर्शन गर्नुहुन्छ। दिउँसोको राप घट्दै जाँदा उहाँहरूले आकाशलाई क्रमशः पहेँलो, गेरुवा र अन्तमा सेतो रातो रङले सजाउनुहुन्छ, जसले दिनलाई शान्तिपूर्वक रातमा विलीन गराउँछ। र यहाँ हामी दिनको अन्तिम रङ्गहरूको त्यो सुन्दर यात्रा देख्न सक्छौं। बगलामुखीको फिक्का पहेँलोबाट सुरु भएर आकाश मातङ्गीको गहिरो गेरुवा रङ्गमा डुब्छ, जुन सूर्यास्तको प्रतीक हो, र अन्तमा सिद्धिलक्ष्मीले गोधुलीको त्यो सेतो रातो रङ्ग छर्नुहुन्छ। दिन र रातको बीचको त्यो जादुमयी क्षण, जबसम्म कालीको अन्धकारले फेरि सबैलाई ढाक्दैन। ल, हामीले बिहानदेखि साँझसम्मको यात्रा त गर्यौं। अब यी सबै टुक्राहरूलाई एकै ठाउँमा जोडेर हेरौँ न त, एउटा पूर्ण चक्रको रूपमा। हो, यो चित्रले त्यो पुरै 24 घण्टे यात्रालाई कति सुन्दर तरिकाले देखाउँछ, होइन त? यो 10 महाविद्याहरूले बनाएको एक दिव्य घडी हो, जसले हामीलाई सम्झाउँछ कि प्रत्येक क्षण एक विशेष ब्रह्माण्डीय शक्ति र रङ्गद्वारा शासित छ। मध्यरातको कालोदेखि दिउँसोको रक्त रातोसम्म र फेरि अन्धकारमा फिर्ता। भनेपछि यसको सार के हो त? सार यही हो कि 10 फरक दिव्य शक्तिहरूले हरेक दिन, हरेक क्षण हाम्रो संसारलाई सक्रिय रूपमा रङ्गाउँदै हुनुहुन्छ। त्यसैले अन्त्यमा यही प्रश्न छोडेर जाँदैछु, अबदेखि आकाशको रङ्ग फेरिदा कि हामी त्यसलाई समय बितेको मात्रै ठान्छौं, कि एक जीवन्त दिव्य कलाको रूपमा हेर्छौं?